Ohayou gozaimasu. Yo. Hello. Good morning. So आज चाहिँ हामी कहाँ जान लाग्यो? यतिकै दुईजनाको छुट्टी धेरै सँगै भयो हाम्रो डुल्न जान लाग्यो अनि अलिकति उसको नयाँ क्यामेरा छ हैन अनि फोटोशूट गर्नु पर्यो यार आउने यार तिमी नै हो मोडल भनेकै भनेर मलाई बोलाइ गरे भएर अलिकति म पनि यस्तो ड्रेस अप गरेर हिँडेको अब हाम्रो अब के रे के कस्तो फोटोसोटो खिच्यो भने हेर्न मन लाग्छ भने त्यसको लागि हामीलाई इन्स्टा फेसबुक हैन टिकटकमा फलो गर्नु पर्यो अनि त्यही अब त्यसमा चाहिँ फलो गरिदिनु होला अब थाहा छैन भने लिङ्क डिस्क्रिप्सनमा हालिदिन्छ हामी हैन अनि त्यहाँ फलो गर्नु होला राम्रो लागेपछि भिडियोहरू लाइक गर्दै कमेन्ट गरिदिनु अनि अब उसलाई चाहिँ रुगा लगाइरहेछ रुगा खोकी लगाइरहेछ खास गरी पर्दैन नजाउँ भनेको उसले होइन जाने भनेर मलाई बिहानै उठेर हानेको त्यही त मलाई कसले भनेको मलाई थाहा छ कि त्यसको नि मसँग भिडियो प्रुफ छ तर म हाल्दिनँ होस् तिमीलाई म के नराम्रो बनाइदिने आज चाहिँ बल्ल छुट्टी पाएको है हामीले सँगै छुट्टी पायो न त छुट्टी नै हुँदैन भने आज चाहिँ बिहानदेखि बेलुकासम्म छुट्टी थियो प्लस हाम्रो अर्कै ठाउँमा जाने प्लान थियो कि तर त्यहाँ जाने भनेको अलिक बिरामी छ त्यहाँ टाढासम्म धेरै गाडीमा टाढासम्म हिँड्न गाह्रो हुन्छ भनेर अनि बस भन्न अब यतैतिर हिँड्न हालेको अब चाहिँ उतै त एउटा सानो बिच छ समुद्रको साइडमा अघितिर त राम्रो हामीलाई राखेको थियो कहिले घाम पनि लाग्यो प्लस हावा पनि आइरहेको है रुमदेखि कस्तो घाम देखिन्छ बाहिर चिसो मसँग तातो लुगा पनि लागेन टी सर्ट यो ज्याकेट नै पातलो छ क्या बाइ द वे ज्याकेट चाहिँ मलाई मेरो भाउजूले गिफ्ट गर्नु भयो भाउजू इफ युर वाचिङ थ्याङ्क यू सो मच मैले तपाईँलाई दिएको लगाएर हिँडिरहेको छु है भाउजू मक्क पर्छ मेरो भाउजू फेरि यत्रो कुरामा मक्क पर्छ अब यति भनिदिएको छु त्यो भिडियोमा मक्क परेर यति मात्र हेरै गर्ने होला ब्याक काट्दै फेरि भाग काटिदिरहेको क्या मैले त्यसपछि हुन्छ काट्दिनँ भिडियो हाल्छु कि हाल्दिनँ थाहा छैन त्यही पनि यता चाहिँ ट्राइपोड छ यो चाहिँ ट्राइपोड बोकेको छ यता उसकोमा क्यामेरा छ के खाएर जाने हो र सेभेनमा के किन्ने तातो है के किन्नु यार भोक लाग्छ लेमन टी लगाउँ यता पनि चिया पनि पाउँछ है गाइजहरू हाम्रो त यता निगुर के खाउँ है भोक लाग्छ ला भात नै नबसालिकन आएछ मैले त ठिकै छ ल्याएर आज छुट्टी त हो नि होइन ल अरू एकछिनमा ट्राइपोड निकालिँदैछ ल अब चाहिँ हामी पोर्ट्रेट भिडियोहरू सुट गर्ने छ गर्दै जाने अझै पनि दिन्छ म अझै ठाउँ चाहिँ आउनु बाँकी छ अझै अलिक टाढै हो हामी यहाँ हिँड्दैछ भने यसो यो ठाउँ पनि राम्रो छ भनेर खास गरी है हातबाट छुट्यो महँगो ट्राइपोड है प्लिज है ट्राइपोड त जे हुन्थ्यो मेरो मोबाइल कत्रो महँगो त्यो फोन के हुँदैन ट्राइपोड चाहिँ एकदम बलियो र महँगो हो धन्नै मेरो मोबाइल हातबाट खसेको वाउ नयाँ फोन हो स्यामसङ पो हो मन फुल्छ यो कस्तो अघि उतै त क्या मजाको घाम लाग्यो जस्तै है यता हामी ठ्याक्कै यो ठाउँमा आउनु पुग्न लागेको जस्तो पुरा अँध्यारो हुन्छ बादल माथि छेकेको क्या है डाँडाले पनि छेक्यो प्लस बादल लाग्यो अरू बेला त डेली माउन्ट फौजी पनि देख्थ्यो आज त्यो पनि छैन किन मछुवाराहरू रहेछ यता त मछुवाराहरू छ यहाँ फोटो खिच्नु पर्छ होइन आउँछ त्यही हो हामी बस्ने सिटी होइन गाउँ मेरो क्यामेराम्यानलाई चाहिँ मैले अब फायर गर्नुपर्ने बेला हुन लाग्यो जस्तो होइन क्यामेराम्यान रे होइन क्यामेरा त चार्ज गर्नुपर्छ नि एकचोटि ब्याकअप सेकअप हेर्नु पर्दैन सोचे आज 2% 2 डन्डी छँदै थियो
सोचेर हुन्छ त सोच्ने होइन गर्ने हो कि गाइजहरू यार मेरो क्यामेराम्यानलाई म छिटै फायर गर्नेवाला छु होइन तपाईँले अनि मेरो क्यामेराम्यानलाई अब बिस्तारै बिस्तारै मेरो भिडियोमा नै देख्न छोड्नुहुन्छ है अब बिस्तारै अब फायर गरिदिन्छ म यार भएन यार 2-3 दिनमा फायर हानिदिनु पऱ्यो अब तिमी नेपालतिर छ है म तिम्रो नेपालको टिकट काटिदिन्छु बरु है नेपालतिर ल म उसको नेपालको टिकट काटिदिन्छु अब 1-2 महिना बसेर बरु जापान फर्क्यो तर फर्के पनि फेरि मेरो यो नजरमा चाहिँ नआउने फेरि यो सेम सिटीमा आउने होइन नि है मेरो सेम सिटीमा चाहिँ नआऊ त्यही उसलाई म अब नेपालको टिकट काटेर छिटै पठाइदिन्छु गाइजहरू आउने जाने काटिदिने हो कि आउने जाने नै काटिदिन्छु 2 महिनाको लागि ठ्याक्क होइन राखिदिएर काटिदिन्छु त्यतिको काटिदिन्छु भयो होला नि होइन अहिलेसम्म अब फोटोसोटो खिचेको त अलिकति स्यालेरी त दिनु पऱ्यो नि त होइन त्यही भएर स्यालेरी त्यही टिकट काटिदिँदैछु त नि मरेको माछा हौ त्यो यार मरेको माछा बगे हामी चाहिँ उताबाट हिँडेर यहाँसम्म सल्लाह होइन यो सल्लाह यसको हाम्रोतिर एकदम खतरा स्टोरी थियो होइन तर त्यो चाहिँ मैले बिर्सेको अहिले हाम्रो मम्मीहरूले पहिला सुनाएको थियो कि हाम्रो पहाडतिरको यसको स्टोरी चाहिँ क्या खतराको थियो त्यहाँ चाहिँ मलाई याद भयो त्यो घाम रहेछ उतैबाट हिँड्नु है त्यो जाडो कि उता अहिले अलिकति घाम लाग्यो अनि डुल्दैछौँ त्यही हो फोटोसोटो भिडियो सिडियो खिच्ने भनेको एउटा मान्छेले क्यामेरा चाहिँ ल्याएछ चार्ज चाहिँ हालेन के गर्ने अब यस्तो क्यामेराम्यान छ अनि अहिले चाहिँ कस्तो राम्रो घाम लाग्यो र यस्तो जाडो भइरहेको थियो मलाई अरू मान्छेहरू पनि छ यार ठन्डा उतिर त रहेछन् मान्छेहरू फोटो खिच्ने ठाउँतिर चाहिँ मान्छेहरू पनि छ सो अलिकति के अरे एक्टिभ भइरहौँ भनेर आज नि यो भिडियो बनाइदिइहालेको होइन त्यही हो हेरौँ के गरिन्छ आज भिडियोग्राफर त लिएर आएको छु फोटोग्राफर अलिअलि फोटोसोटो चाहिँ खिच्छु होला अरू त के गर्ने र मेरो भ्लगिङ त यस्तै हो होइन अब अलिक टाढा घुम्न गएको भए पो ल भन्नु घुम्न गएको होइन यो ज्याकेट पनि आएदेखि लगाएको थिएन अनि आज यसो लगाइदिउँ भनेर लाइक भाउजूले दिएको मायाले होइन है भाउजू लगाइरहेको छ है मैले ज्याकेट उनीलाई चाहिँ म चस्मा चाहिँ लिएर आएको थिएँ कि कस्तो त्यो भयो लगाउँ कि नलगाउँ भयो त लगाइदिनु पऱ्यो अब चाहिँ घाम लाग्यो अघि त घामै लागेको थिएन कि घाम लाग्थ्यो नि त्यही भएर यत्तिको लगाएपछि त कसैले सक्छ त मलाई त्यो चाहिँ हाम्रो होटेल हो यहाँबाट होटेल देखिरहेको रहेछ अहिले चाहिँ हामी चाहिँ फोटो खिचिरहेछौँ फोटो भिडियोहरू अलिअलि बनायो त्यही हो अब उसको फोनमा पनि चार्ज छैन यार के मान्छे भने न फोनमा चार्ज गरे न क्यामेरा चार्ज गरे यार फोनमा त चार्ज हुन्छ म त जहिले राति जोडेर सुत्छु यार मान्छे के हो अप्टिमाइज हुन्छ हो आइफोनमा त यार त्यो अरू त्यो स्यामसङ जस्तो होइन नि त ब्याट्री फुल्ने होइन आइफोनमा त त्यस्तो नहुनुपर्ने हुँदैन नि डराउँदै बस्छ झन् नयाँ फोन त्यस्तै ठिकै छ फोटोहरू भिडियोहरू राम्रो खिचेको छौँ अहिलेसम्म चाहिँ अझै खिच्न चाहिँ मन थियो तर अब फोटो र भिडियो खिच्नको लागि अब चार्ज छैन सो हेरौँ के कस्तो हुन्छ अब है हेलो गाइजहरू होइन तपाईँहरूले बिलिभ गर्दैन होला तर मैले चाहिँ अहिले नयाँ ड्रोन पनि किनेको छ सो त्यो चाहिँ मेरो यस्तो हातको इसाराले चल्छ कि होइन सो ड्रोन माथि देखिरह होला गाइज मेरो ड्रोन छ है अहिले चाहिँ नयाँ ड्रोन पनि किनेको छु सो त्यो माथिबाट म यत्रो देखिरह होला होइन कि देखाएको छ कि छैन देखिरह होला यो 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 तलाइज यत्तिकै ड्रोन भएपछि त के चाहियो ल
अनि चाहिँ भिडियो बनाउँदा ऊ यता पुगिसक्यो अलिकति उतातिर चाहिँ अब राम्रो ठाउँहरू पनि छ तर अब फेरि घाम गइसक्यो कि है अनि अँध्यारो भयो हेर्नु न ल जाडो जाडो भइसक्यो यार फेरि जाडो हुन थाल्यो यार मलाई त अब एउटा टिकटक बनाउन लाग्यो फेरि कसलाई के भन्छ चार्ज छैन जसकोमा चाहिँ टिकटक बनाउनु पऱ्यो के गर्ने बुढी बजारहरू टाढाबाट त कस्तो यो गाइजहरू अब आज चाहिँ हामी चाहिँ यस्तै भयो होइन भिडियो सिडियोहरू बनायो 12 बजी अहिले त चाहिँ 12 बजी यस्तो घन्टी बज्छ कि त्यही अब चाहिँ हामी सबै प्याकिङ स्याकिङ गरेर अलिअलि भिडियोहरू बनायौँ अलिअलि टिकटक सिकटक बनायौँ सो त्योहरू हेर्नको लागि चाहिँ हामीलाई प्लिज फलो गर्नु होला टिकटक र इन्स्टामा सो यु गाइज क्यान वाच इट ओभर देयर बिकज सबै कुरा त युट्युबमा हालिँदैन नि त यो प्याक गर्नु पर्ने त्यही हो अब यति भन्दै आजको भिडियो चाहिँ यतिकै समाप्त गर्नु पर्ला है गेस इनकेस बेलुका केही हुन्छ र आज बेलुका केही गरिन्छ र गरिँदैन होला है सो लास्टै जाडो नि भइसक्यो सो छिटै सकेसम्म छिटै अब रुम गएर एकछिन तातो खाना बनाएर खाइन्छ अनि पछि एकछिन सुत्ने हो यार लास्ट जाडो भइरहेछ ल गाइजहरू किप लभिङ अस होइन किप सपोर्टिङ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अस्तिको भिडियोलाई पनि धेरैजना सबैले माया गरिदिनु भएको छ सो आजको यो भिडियोलाई नि माया गरिदिनु होला भन्दै यति भन्दै राखिदिन्छु है राखिदिउँ है बाई 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 हो बाई बाई त बाई बाई चाचा ओस्कार समादेश